लुकामारी। एक समयमा परमात्मासँग बच्चाहरू खेलिरहेका थिए लुकामारी। हरेक पटक भेटिँदा बच्चाहरू हाँस्दै खित्का छोडी, हजुरको आँखा खुलै थियो कि हेर्नुभयो चोरी? चट्टान, रुख र झ्याङका पछाडि गएर लुक्थे हलचल नगरी खुसुक्क। तर पनि प्रभुले उनीहरूलाई भेटाउनुहुन्थ्यो तुरुन्त। लौ भेट्टाएँ, आयो आवाज, प्रेम र तेजले भरिएको। बच्चाहरू खुसीले भए गदगद, हर्ष फैलियो सर्वत्र। फेरि एक दिन यो ठिक भएन भन्यो एक बच्चाले, हजुरले हामीलाई भेटाउनुहुन्छ झट्टै। हामी त राम्रैसँग लुक्ने गर्छौं, तर खेल सकिन्छ फ्याट्टै। हो भाइ हो भने सबै बच्चाले, हामी लुकामारी खेल्नुपर्छ मजाले। अब लुक्ने पालो हजुरको आयो, खोज्ने पालो हाम्रो भयो। उनीहरूले प्रभुलाई बिस्तारै बोलेको सुने। ठिक छ, म लुक्नेछु कुनै सजिलो ठाउँमा, तर एउटा अप्ठ्यारो आउन सक्छ यहाँ। त्यो के भने, म लुक्नेछु जहाँ तिमीहरूले कदापि पनि खोज्ने छैनौ त्यहाँ। हातका औँलाले आँखा छोपी लुकी छिपी च्याउने कोसिस नगरी गन्ती सुरु गर्दै आवाज लगाए, लौ हामी आयौं, हजुर लुकेको भए। बच्चाहरूले खोजे चारैतिर, माथि हेरे, तल हेरे, हेरे सबैतिर। बुझेनन् केही उनीहरूले, अब खोज्ने त खोज्ने कतातिर। चढेर अग्लो पहाडमाथि आकाशतिर लगाए दृष्टि। यस्तो विशाल अग्लो आकाशमा प्रभुले बनाउनु भयो त लुक्ने ठाउँ। सारा जङ्गल छान मारिरहेछन्, प्रत्येक रुखलाई जाँचिरहेछन्। सरसराहटको आवाज प्रभुको हो कि कहीँ प्रभु पातमा लुक्नु भएको छ कि? हाते मालो गर्दै हिम्मत जुटाउँदै उनीहरू पुगे धरतीको गहिराई। लालटेनको प्रकाशमा नियालेर हेर्दा देखे उनीहरूले अन्तहीन गुफा। हावाको सहारामा किस्ती छोडेर भरोसापूर्वक दुई हात जोडेर निस्किए टाढाको कुनै तटतिर, सायद प्रभु भेटिनुहुन्छ कि भनेर। मरुभूमि पनि पार गरे मिलो सङ्केत भनेर। जुत्ता घिसी पाल पर्यो बालुवै बालुवा भरेर। प्रभु खोजीको मार्ग थियो एकदम लामो र अनन्त। तर यस्तो आशामा अगाडि गए, आउने पहिलो घुम्तीमै प्रभु भेटिनु होला तुरुन्त। बच्चाहरू एक्ला हुँदै गए, परम मित्रको यादमा डुब्दै गए। निराश मन, भरपुर थकान, एउटा प्रश्नले गर्यो परेशान, हुँदैन त यो खेलको अवसान? बच्चा रोए, हामी हार्यौं, हामी हार्यौं, हे प्रभु लुक्यौ कता? कृपा गरी देखाइदेऊ। घण्टको गुन्जन जस्तो प्रष्ट दिव्य आवाज सुनियो, दौडिन बन्द गर, शान्त बस, भन्छु म रहस्य यसको। म नजिक भन्दा नजिक छु, न निकट छु न त टाढा छु। जहाँ सुकै जाऊ तिमी, तिम्रै अन्तरमा मौजुद छु। बच्चाहरू अडिए, शान्त भए। यो सुनेर माने विचित्र, कहिल्यै सोचेकै थिएनौ हामीले प्रभु हुनुहुन्छ हाम्रै भित्र। हरेक बच्चाहरू हक्क बक्क छक्क, मेरै भित्र के हुन सक्छ र यस्तो पनि? को हुँ म, के हुँ म, यदि प्रभु म भित्रै हुनुहुन्छ भने? अनि बिस्तारै कुरा बुझे, खुसीको लहर उर्लेर आयो, उनीहरूलाई रहस्य थाहा भयो। त्यसपछि एक अर्कालाई हेरे जब
बल्ल कुरो बुझियो तब। प्रभु त प्रेम हो नि, तिमी भित्र र म भित्र पनि। प्रभु त प्रेम हो नि, तिमी भित्र पनि म भित्र पनि।